सर्वप्रथम यस कार्यक्रमका प्रमुख अतिथि श्रम तथा रोजगार मन्त्री श्री शरद सिंह भण्डारी हो र विशिष्ट अतिथि अन्य अतिथिहरू सम्पूर्ण पत्रकार मित्र साथी र विभिन्न क्षेत्रमा आबद्ध भई काम गरिरहनुभएका विशिष्ट व्यक्तित्व साथै हाम्रो निमन्त्रणालाई आदर गरी यहाँ उपस्थित सम्पूर्णमा यहाँहरूको उपस्थितिको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दछु। अघि नै मन्त्रीज्यूले भनिसक्नुभयो हाम्रो 5 वर्षको R&D मा जुन हामीले मार्केटमा फेला पारेको थियौं त्यो नै नेपाल सरकारले पनि फेला पार्छ। त्यसको लागि म एकदमै हृदयदेखि नै चाहिँ त्यसको लागि सम्मान गर्छु। अहिलेको हाम्रो बजारमा बेरोजगारीको समस्या त यो भनेको विकराल रूपमा देखिएकै कुरा हो, तर यसमा पनि के छ, जति बेरोजगारी देखेर हाम्रो चाहिँ युवाहरू जति बाहिर पलायन हुनु भएको छ त्यति नै बाहिरको मान्छेहरू आएर हामीहरूका स्किल नन स्किल वर्करहरू आएर काम गरेर त्यति नै पैसा रेमिटेन्सको रूपमा बाहिरिरहेको छ है। यसमा अहिले हामीले मार्केटमा देखिएको सबैभन्दा ठूलो खाडल के हो भन्नुहुन्छ भने जुन काम गर्ने मान्छे स्किल नन स्किल वर्कर र जुन काम दिने मान्छेहरूको बीचमा एउटा ब्रिजको सबैभन्दा ठूलो खाँचो छ। अहिले मन्त्रीज्यूले भनिसक्नुभयो जनकपुरमा काम गर्ने मान्छे छ तपाईको दोलखामा गरे वहाँ तपाईको दैलेखमा चाहिँ तपाईको रोजगारदाता छ। अब त्यसलाई म्याच कसरी गर्ने? एउटा ड्राइभर चाहिएको छ त्यसलाई चाहिँ ड्राइभर कहाँ खोज्ने, एउटा प्लम्बर चाहिएको छ त्यो प्लम्बर कहाँ खोज्ने, घरमा प्यारेन्ट्सहरुको टाइम छैन स्कुल बच्चाहरूलाई ट्युसन पढाउनु पर्ने छ त्यो चाहिँ ट्युसन पढाउने टिचर कहाँ खोज्ने, अनि जसले चाहिँ मास्टर गरेर ब्याचलर गरेर कुनै चाहिँ सरकारी उसमा कुनै वैदेशिक रोजगारमा कुनै कुरामा जानको लागि कुनै उले 2 महिना 4 महिना 5 महिना 6 महिना वर्ष दिन वेटिङको लागि उले काठमाडौँमा बसिरहेको छ, कुनै काम गरेर पार्ट टाइम गरेर केही पैसा कमाउँ न त कहीं गरौँ न त भन्दाखेरिमा उसलाई त्यो काम दिने र काम लिने बीचको नै तपाईको सम्पर्क नहुने नै सबैभन्दा ठूलो खाडल हामीले चाहिँ यो मार्केटमा अहिले देखिएको कुरा हो। यो कुरालाई सर्वे गरेर 4-5 वर्षदेखिको हाम्रो R&D ले हामीले के निर्णयमा पुग्यौं भने होइन एउटा यस्तो पोर्टल त बनाउनै पर्छ जसले काम दिने र काम लिने बीचमा एउटा के गरोस् त ब्रिजको काम गरोस्। त्यही उद्देश्य अनुसारबाट हामीले पार्ट टाइम इजी वर्क भन्ने तपाईको कन्सेप्टमा हामीले एप्लिकेसन डेभलप गरेको हो। यसको मेन उद्देश्य भनेको यो कुनै रोजगार कम्पनी होइन, इट्स जस्ट अ ब्रिज। यो भनेको एउटा के हो, सिर्फ ब्रिज दुई पक्षलाई जोड्ने मात्रै काम हो। अघि नै मन्त्रीज्यूले के भन्नुभयो हाम्रो चाहिँ स्किलफुल वर्कर हामी ट्रेनिङ दिँदैछौँ बनाउँदैछौँ यस्तो हुँदैछ उस्तो काम गरिरहेछ बाहिरबाट काम गरिरहेको त्यसलाई हामीले सर्टिफाई गर्दैछौँ। सर्टिफाई गरेको कुरा थाहा पारेले यो काम गर्छ भनेर चाहिँ खोज्ने कहाँ त भन्दा पिटी वर्क एपमा है। भोलि यस्ता एपहरू अरू आउँछ सरकारले नै चाहिँ तपाईको बनाउँदै रहेछ, सरकारले नै बनाउँछ भनेर मन्त्रीजीले भन्नुभयो त्यो एकदमै राम्रो कुरा हो। किनकि यो जति धेरै आयो जति धेरै मार्केटमा यसले अहिले के गर्छ त व्यवस्थित तपाईको श्रम चाहिँ आदान प्रदान गर्ने काम गर्छ र ट्रान्सपरेन्टली आउँछ। अहिले बजारमा यति धेरै तपाईको समस्या छ, एउटा होटलमा भाडा माझ्न जानु पर्यो वेटर काम गर्नु पर्यो महिनाको 8 देखि 10,000 रुपैयाँ तलब खाना उले लागि 4 देखि 5,000 रुपैयाँ जब चाहिँ तपाईको जुन तपाईको जब सेन्टरहरु खोलेर बसेकोलाई कमिसन दिनुपर्ने बाध्यता छ। यो भनेको तपाईको यति धेरै खाडल देखि जसले उले महिनाभरि कमाएको 40 देखि 50% भनेको एउटै चाहिँ तपाईको रोजगारको नाउँमा रोजगार दिने नाउँमा एउटा फोन चाहिँ तपाईको घुमाएको नाउँमा उले चाहिँ त्यति खानु भनेको यो चाहिँ हामीले देखेको सबैभन्दा ठूलो बर्म लुट्ने हो। यो कुराहरुलाई निस्तेज गर्नुपर्छ। यो कुरालाई चाहिँ हामीले के हुन्छ जति सक्दो दुईटा जब सिकर र जब चाहिँ प्रोवाइडर बीचमा एक आपसमा चाहिँ समन्वय गरी समझदारी गरेर आपसी कोर्डिनेसन अनुसारबाट प्राइस तय गरी काममा जानुपर्छ भन्ने हाम्रो मेन मोटिभ लिएर नै हामीले पिटी वर्क एप गरेको हो। के अरे पिटी वर्क एप हामीले डेभलप गरेको हो। अब यसको कुराहरुमा यो भनेको अब त यो त भर्खरै जन्मेको छ भर्खर उम्रेको छ, यसको त फल्न छ फुल्न छ अझै बढ्नु छ हैन। तपाई धेरै कुराहरु चाहिँ लड्नु छ उठ्नु छ फेरि ढल्नु छ त्यसपछि हुँदै गएर सिगारिँदै गएर बल्ल एउटा के हो त परफेक्ट चाहिँ तपाईको बन्ने हो। त्यसको लागि टाइम लाग्छ, हजुरको साथ सपोर्ट सहयोग सबै कुराहरु चाहिन्छ, पत्रकार साथीहरुको चाहिन्छ, इन्भेस्टर साथीहरुको चाहिन्छ, सरकारको चाहिन्छ। र मैले यसमा पनि अहिले पनि मैले के भन्छु भन्नुहुन्छ भने हामी अहिले पूर्ण भइएकै छैन। मैले यही माइकबाट यही स्टेजबाट के आह्वान गर्छु भने यदि कोही हामीसँग जोडिएर काम गर्न चाहनुहुन्छ एज अ इन्भेस्टर एज अ चाहिँ तपाईको टेक्निशियन एज अ जुनसुकैले पनि हामीले देश विदेशमा भएका सबैलाई वेलकम गर्छौं। आउनुस् मिलेर काम गरौँ, किनकि हाम्रै देशमा प्रचुर सम्भावना छ है। आज तपाईको त्यत्रो चाहिँ सबै मरुभूमिलाई त त्यस्तो चाहिँ बनाउन सक्छ भने हाम्रो त हेर्नुस् त सबै कुराले गड गिफ्टेड भएको यस्तो कन्ट्रीमा हामी किन भइरहेछौं त, हामी किन चाहिँ तपाईको गरिरहेका छैन, हामी किन यसमा प्रगति गरिरहेका छैन भन्दा केही न केही कमजोरी हामीमा पनि छ।
सबै यो कुरालाई सरकारलाई मात्रै दोष दिएर अरूलाई मात्रै दोष दिएर अरूको मात्रै टाउकोमा राखेर यो कुराबाट हजुर हामी पन्छिनु मिल्दैन। त्यसो भएर देश विकास गर्नको लागि, देशमा प्रगति गर्नको लागि, देशलाई माथि लानको लागि, देशमा एउटा इट्टा, देश विकासमा एउटा इट्टा थप्नको लागि कुनै पनि एउटा नागरिक, सक्षम नागरिक, एउटा विवेकशील नागरिकले काम गर्नुपर्छ भन्ने मेरो भित्रीदेखिबाटै मान्यता हो। र हाम्रो पिटिओले चाहिँ मेन उद्देश्य भनेको यो बिचौलिया जुन करड छ यसलाई चाहिँ तपाईँको निस्तेज गरेर जसले काम गर्छ, जसले काम जानेको छ, जसले काम दिन्छ उनीहरू बिचमा डाइरेक्ट कनेक्सन गर्नुहोस्। त्यसैले नै हामीले नै उनी राखिसक्यो। अहिले हाम्रो श्याम सरले भन्नुभयो डाइरेक्ट डिल नो किचकिच, यसमा किचकिचको कुरै भएन, सिधै डिल गर्ने जाने। यति भन्दै हजुरहरूको साथ र सपोर्टको सधैँभरि अपेक्षा सहयोग गर्दै यो कार्यक्रम म यही बिट मार्ने आज्ञा चाहन्छु। हस्त नमस्ते। पिटिओका साथीहरू ग्रुप फोटोको लागि अगाडि आइदिनु होला। साथै हाम्रा अन्य अतिथिहरू पनि अगाडि आइदिनु होला। कम्पनीहरू छ।